So hello guys, सबैजनालाई नमस्कार. So welcome to my YouTube channel. Subham Vlog मा तपाईलाई स्वागत छ गाइस हैन. So अहिले चाहिँ तपाईहरुलाई म यस्तो अप्ठ्यारोमा आइराको छु यहाँ. देख्नुहुन्छ यो अप्ठ्यारो चाहिँ यहाँ ढुङ्गा छ, सिधा ढुङ्गा हैन. यतापट्टि चाहिँ रोड छ. So म रोडको छेउमै छु. So भने तपाईहरुलाई चाहिँ म यहाँ एउटा यस्तो चीज देखाउन आइराको छु हैन. अबको 1 महिना आफ्टर 1 मन्थ तपाईहरु आउनु भयो भने चाहिँ जग्गा चाहिँ यस्तो सुन्दर हुन्छ, यस्तो सुन्दर हुन्छ गाइस. तपाईहरुले अब मतलब यो जग्गा चाहिँ अब आइरम जस्तो क्या फिल हुन्छ. सो यहाँनिर हरियो परियोहरू एकदम दामी भएपछि चाहिँ सो तपाईहरुलाई त्यो जग्गा देखाउन गइरहेको छु. भने यो जग्गाको लोकेसन चाहिँ तपाईलाई म दिइराको छु है. यो चाहिँ कहाँ भन्नुहुन्छ भने सोले मोड, जहाँ चाहिँ त्यहाँ एउटा सोले मोड छ. यहाँ माथि रोडको रोड 5 माइलदेखि अलिक अगाडि पर्छ हैन. त्यो सोले मोडदेखि चाहिँ ओरालो राइट साइडबाट ओरालो झर्ने बाटो छ गाइस हैन. त्यो ओरालो आउनु भयो भने चाहिँ सो तपाईहरु ठिक यो जग्गामा आउनुहुन्छ हैन. यो जग्गामा आएपछि चाहिँ तपाईहरुले एउटा चीज यस्तो देख्नुहुन्छ कि हैन गाइस. तपाईहरुलाई देखाइराख्छु त्यो जग्गा चाहिँ. सो म पनि एकताल अस्ति यहाँनिर आउँदाखेरि चाहिँ मैले सो बाटोबाटै देखेँ हैन. म यहाँनिर आइन. सो तपाईहरुलाई यो बाटो देखाइराख्छु, यो बाटोबाट देख्ने दृश्यहरू देखाइराख्छु हैन. सो तपाईहरु हेर्नु होला गाइस. भने अहिले चाहिँ म यस्तो अप्ठ्यारोमा छु. तपाईहरुलाई मैले कन्टेन्ट सँगै सानो यो ब्लग ल्याइराख्छु छु हैन. सो तपाईहरुलाई त्यो जग्गा देखाउँदैछु गाइस. सो रेडी गाइस, सबैजना रेडी गाइस. यस्तो छ जग्गा चाहिँ. ओ वाओ. सो फल्स यसलाई भन्छ, के भन्छ, वाटरफल्स. सो तपाईहरु सिजनमा आउनु भयो भने चाहिँ एकदमै दामी वाटरफल्स. सो यो तपाईहरु आउन सक्नुहुन्छ यहाँनिर. एकदमै यो सुन्दरतामा तपाईहरु फोटोहरु खिच्नु, भिडियो गर्नु हैन. सो तपाईहरु कति टाढो जानुहुन्छ. यो खरबनीको भयो, असले फल्स है. सो असले फल्सहरु पनि जानुहुन्छ. सो त्यो पनि दामी हो. असले फल्स पनि यो पनि दामी हो के गाइस. हेर्नु एकदम दामी झर्ना छ के यो. एकदम मलाई चाहिँ मन पर्यो गाइस. तपाईहरु आउन सक्नुहुन्छ यहाँनिर घुम्नु. भने रोडको नजिकै यो तपाईले देखिराख्नु भएको चाहिँ वाटरफल्स एकदम दामी छ गाइस. दामी तपाईले देख्न सक्नुहुन्छ. म तपाईलाई अझै नजिकबाट देखाइरा. फाइनली गाइस म चाहिँ यहाँबाट फर्किँदैछु हैन. तपाईहरु आउन सक्नुहुन्छ है यो जग्गामा. एकदम दामी छ यो दृश्यहरू चाहिँ एकदम बवाल छ. सो यहाँनिर भिडियो बनाउनु, रिल्स अनि सबै जियो सब चल्दो रहेछ गाइस. तपाईहरु यहाँ आएर रिल्सहरू बनाउन सक्नुहुन्छ. यहाँनिर आएर तपाईहरु भिडियोहरू सुट गर्न सक्नुहुन्छ हैन. एकदम यो फल्स आफ्टर 1 मन्थ जब पानीहरू बर्खा झरी है पानीहरू पर्छ नि तब चाहिँ गाइस तपाईहरु यहाँ आउनुहोस् कि. सो तपाईहरु एकदम दामी हुन्छ कि. तपाईहरु आउन सक्नुहुन्छ है गाइस यहाँनिर चाहिँ हैन. यस्तो चाहिँ बाटो यस्तो छ गाइस हैन. बाटो पनि पिच ठिकैको छ, त्यस्तो उयो छैन, खबरहरू केही छैन हैन. यहाँबाट देख्छ यस्तो तपाईहरुले देखिराख्नु भएको छ पछाडि यो फल्स. यहाँबाट हेर्दा सानो देख्छ नि, त्यहाँबाट त ठुलो छ गाइस. तपाईहरु आउन सक्नुहुन्छ है यहाँबाट. त्यसको ओह्रालो गएको छ खोला हैन फल्सको. सो यो भन्दै सानो मिनी ब्लग तपाईहरुलाई अहिले गाइस सबैजनाले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला हैन. सो सबैजनालाई बाइ बाइ. थ्यांक यू फर वाचिङ दिस भिडियो गाइज. फेरि अर्को ब्लगमा मिल्छु तपाईहरुसँग. सो मेरो शुभम ब्लग पनि छ है फेसबुकमा. सो तपाईहरुले सपोर्ट गरिदिनु होला. सो युट्युब च्यानललाई पनि सपोर्ट गरिदिनु होला. सो म चाहिँ